हेलो हाई सबैलाई नमस्ते। अनि आज हामीहरू बनाउन आँटेको बोल सब्जी। यता चाहिँ प्राय नै बोल सब्जी खान्छन्, त्यति तेल मसला खाँदैनन्। अनि बोल सब्जीमा यो हाल्छन्, यसलाई चाहिँ हनियर पत्ता भन्छन्। यसलाई चाहिँ माजाबाट काँडा निकाल्नुपर्छ, काँडा काँडा हुन्छ यो। अनि यता पानी तातो, अनि यता चिकन हालिदिउँ। यो चाहिँ लोकल चिकन हो। अनि यता चाहिँ आलु बोइल गरेको थिएँ, भोलि पराठा बनाइदिन्छु भनेर। बिहान बिहान पराठा बनाइदिनुपर्छ, त्यही भएर अनि राति नै यसको प्रिपरेसन गरेर राख्छु म चाहिँ। अनि यता निमक हालेर अनि यसलाई एकछिन मजाले चलाउनु पर्छ। अनि यसलाई पकाउनु पर्छ आधा घन्टा जस्तो मजाले पाक्दैन नभए यो। अनि यो चाहिँ हो बमोटेङा हालेर अनि यसलाई फेरि चलाएर अनि यसलाई उम्लिन दिएर अनि त्यहाँबाट यसलाई मजाले पकाएर यो मलाई खाना चाहिँ बहुत मिठो हुन्छ। देख्न चाहिँ यस्तो देखिँदैछ, अब कस्तो अजिब देखिँदैछ। हाम्रो पनि पहिला खाना दिने यहाँ आएर हामीलाई बानी भएको। अहिले चाहिँ मलाई मेरो यो चाहिँ हो सेजन पेपर टिमुर। अनि यता चाहिँ मैले बैगुन, आलु, टमाटर, प्याज, अदुवा, खोर्सानीहरू हालेर लसुन हालेँ, निम्बु, अलिकति तेल हालेँ, अब बनाएँ यसलाई। अनि यता चाहिँ मसिनो अदुवा काटेर हाल्छु भनेर देखाइरहेको थिएँ। अनि यता चाहिँ त्यत्तिकै बोइल सब्जी नै खान्छन् प्राय नै। अनि हामीलाई पनि बानी भएको छ यसले खाने, टेस्टी लाग्छ। अगाडि त अब मिठो लाग्दैन थिएन, अहिले चाहिँ खाएर मिठो लाग्छ। अनि यता निम्बु निचारेर हालेछु। निम्बु पनि यस्तो टाइट रहेछ, त्यत्रो निचार्दा पनि निम्बु आएन। जेने तेने निम्बु निचारेर हालेँ। अनि यो अचार पनि मिठो भएको थियो खाना चाहिँ। बोइल सब्जी खाना चाहिँ यहाँ बानी नै भइसकेर गाना कस्तो जुगाड पारेर राखेको छौँ गाना पनि बजाउनलाई। अनि यता निमक पनि हालेर देखाएँ। अब निमक हालेर कसरी देखेका छैनन् भनेर निमक हालेर देखाएँ। तेल हालेँ, अब तेल हाल्छन् कि हाल्दैनन् भनेर जान्दछन् कि जान्दैनन् भनेर सिकाउनको लागि तेल पनि हालेँ। अनि यता अचार भयो। अनि देखाउनको लागि खोर्सानी हालेँ, भरे फेरि निकालेर राखेँ। अनि यता त्यो पत्ता हालिदिउँ। यसलाई चाहिँ पाकिसके पछाडि जब 15 मिनट जब पाक्नलाई हुन्छ नि त्यतिखेर हाल्नुपर्छ यो पत्ता चाहिँ। मलाई पनि थाहा छैन, पकाउन चाहिँ अर्कैले पकाएर चाहिँ म चाहिँ देखाउँदैछु। मलाई पनि पकाउन चाहिँ आउँछ, अब इमर्जेन्सी खालको। मलाई चाहिँ लेकिन त्यस्तो पर्फेक्टली बनाउन आउँदैन, अब किनकि हामीले अब कहिल्यै बनाएको छैनौँ सानैदेखिबाट। त्यही भएर मलाई त्यस्तो चाहिँ बनाउन आउँदैन। अब उसले बनाउँदै थियो मेरो साथीले, अनि म चाहिँ भिडियो गरेर आज हाल्छु भनेर। अनि मलाई सोध्दै थिएँ के गर्नुपर्छ के गर्नु पर्दैन भनेर। म चलाउँदै भिडियो गर्दै थिएँ। यो चाहिँ पत्ता मतलब यस्तो मिठो गनाउँछ, मतलब यसको एउटा अरोमा चाहिँ बहुत राम्रो आउँछ। लेकिन मलाई थाहा छैन त्यसलाई कसरी भन्नु। अनि अघि देखाएको टिमुर पिसेर हालिदिएँ उसले। यो चाहिँ अनि एन्डिङमा यसको चाहिँ अनि गरम मसला, यो चाहिँ गरम मसला लास्टमा हाले जस्तै हो। लास्टमा चाहिँ त्यसलाई हाल्नुपर्छ। अनि यो पाएको यति भयो।